हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ मेरो हेलमेट सेटअप है। आज चाहिँ म सिङ्गल राइड निस्किन लागेको घरदेखि। ल है त घरदेखि निस्केको सिङ्गल राइड हेरौँ। लेट्स सी कस्तो हुन्छ। यो मेरो गाउँ अनि यो चाहिँ मेरो बाइक है। ल त गाइस निस्केको। अब एकछिन सिङ्गल राइड हान्न पर्यो। अब बाटै नभएको ठाउँमा जान पर्ने छ आज। खानेपानीको कुलो छ नि त त्यहाँनिर। अनि एकचोटि बाइक लगिरहेको हामी 2-3 जनाले। अनि फेरि आज फेरि जान मन लाग्यो, भ्लग पनि बनाउन मन लाग्यो। अनि निस्केको है ल घरदेखि। यो राम्रोसँग हेरेर वाच गरी लाइक कमेन्ट सेयर र सबैभन्दा पहिला कुरा सब्सक्राइब गर्न नभुलिदिनु होला। अच्छा हाम्रो ठाउँको बाटो अब के भन्ने, यस्तै हो। गाडाङ गुडुङ गाडाङ गुडुङ। बाटो चाहिँ चिप्लो भइसकेछ। अब त पुरा हिउँ पर्ने सिजन हो नि त। अब पुरै तुसारो परेर जमेको त। अनि बाइकले पुरै सिली पानी राख्यो। धवलागिरी मलाखा सकिन्छ। धवलागिरीमा यो चाहिँ कैलाश डाँडा है ल, हाम्रो ठाउँको कैलाश डाँडा। सो बियर सियर खाएर मासु सासु खाएर रमाइलो गर्न मन छ भने यहाँ आएर चिल हान्दा सकिन्छ है गाइस। जाडो म्याग्दी र सोले, म्याग्दी र बागलुङको सिमाना जाने सोले जाने बाटो है यो। यदि नथाहा भएको मान्छेहरू नयाँ हुनुहुन्छ भने एकदम ठिक छ अहिले चाहिँ बाटो। यो जङ्गल दाममा एक्लै हिँड्न नि डर लाग्ने यार। यहाँदेखि माथि जाने है त ल, सुले जाने बाटो। अनि हामी चाहिँ यहाँनिर यो जङ्गलको बाटो जानुपर्छ है हामी चाहिँ। हेरौँ अब यही यो बाटो जाने। अनि कुलोको बाटो, पुरै कुलोको बाटो यार। अब त्यही माथि एक्लै जङ्गलको बाटो।
गाइस सङ्घर्ष जारी नै छ टाढामा जानलाई। यदि कसै नयाँ हुनुहुन्छ भने यो बाटो आउने कोसिस नगर्नु होला। अब धेरै डेन्जर नै छ यो, मान्छे हिँड्ने बाटो हो यो, खुलो हो। धेरै रिस्क लिन नि हुन्न। अब म चाहिँ एकचोटि आएको भएर लिएर आएको त्यो बाटो, अनि सिर्फ यो बाटो म र एकजना दाइ हिँडेको छ, अरू कोही हिँड्ने छैन। यो बाटो मान्छे हिँड्ने बाटो हो। डेन्जर डेन्जर डेन्जर। वाह, ठोकिन्छ बाइक नै कहाँनिर ठोकिन्छ। अनि एकजना दाइलाई जाम भनेको, अनि उतै डरायो, ए जबरजस्ती हाल्दैन म भन्छ। ठिकै छ, अहिले एक्लै आएको। अब जहिले भने अब साथी पाउँछ भन्ने हुँदैन नि त, यात्रा एक्लै पनि जारी राख्नुपर्छ गाइज। त्यही भएर आएको म चाहिँ आज एक्लै। बाटो त यहाँ माथि जानुपर्ने हो। यहाँदेखि माथि जानुपर्छ है ल। बाटो नै छैन भने नयाँ मान्छेले चाहिँ ट्राई नगर्दै हुन्छ है यो बाटो।
यदि सिङ्गल हुनुहुन्छ भने कोही यहाँदेखि चाहिँ बाटो हेर्नै पर्ने रहेछ ल। के गर्ने A few moments later. ल है फाइनल्ली हाम्रो बाटो बनिसकेको छ। हेमा हल्का गाह्रो रहेछ, हेरौँ उक्लिन्छ कि उक्लिँदैन। पहिला त दुईजना थियो हाम्रो सजिलो भयो। गोटे छ अब धेरै रिक्स है ल, धेरै रिक्स छ। ए ल पिकनिक आने ठाउँमा आइपुग्यो है त ल। यही ठाउँमा ल पिकनिक। यही ठाउँमा आउनलाई मैले यति धेरै मेहनत गरेको थिएँ ल। यही ठाउँमा आउनलाई हो मैले यति धेरै मेहनत गरेको। ल देख्न सकिन्छ यही ठाउँमा आउनलाई हो मैले यति धेरै मेहनत सङ्घर्ष गरेको। एक्लै सिङ्गल राइड ल। यो ठाउँमा चाहिँ पिकनिक आउने ठाउँ हो होइन। पिकनिक आउँथे म चाहिँ यसो राइड हान्दिनँ आज ल सिङ्गल। मेरो बाइक लभ यु यार, मेरो बाइकलाई यार लभ यु। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त, के भएको?